नमस्ते सबैजनालाई। तपाईहरूलाई मेरो च्यानलमा स्वागत छ। आज हामी सफलताको यात्रामा अगाडि बढ्नका लागि आवश्यक 8 महत्त्वपूर्ण गुणहरूबारे कुरा गर्नेछौँ। के तपाईहरू आफ्नो जीवनमा सफल हुन चाहनुहुन्छ? पक्कै पनि। आउनुहोस्, ती गुणहरू के हुन् जानौँ। 1. स्पष्ट लक्ष्य। सफल व्यक्तिहरूको पहिलो गुण हो स्पष्ट लक्ष्य। उनीहरूलाई थाहा हुन्छ कि उनीहरूले के हासिल गर्न चाहन्छन्। एउटा स्पष्ट लक्ष्यले तपाईलाई दिशा दिन्छ र तपाईलाई भट्किन दिँदैन। यसले तपाईको ऊर्जालाई सही ठाउँमा केन्द्रित गर्छ। उदाहरणका लागि, एउटा जहाजलाई गन्तव्य थाहा नभएसम्म त्यो जहाँ पनि पुग्न सक्छ। तर जब गन्तव्य निश्चित हुन्छ, तब मात्रै त्यो सही दिशामा अगाडि बढ्छ। त्यसैले आफ्नो लक्ष्य स्पष्ट राख्नुहोस्। 2. निरन्तर सिक्ने इच्छा। दोस्रो गुण हो निरन्तर सिक्ने इच्छा। सफल व्यक्तिहरू कहिल्यै सिक्न छोड्दैनन्। उनीहरू सधैँ नयाँ कुराहरू सिक्न, आफूलाई अपडेट गर्न र सुधार गर्न तयार रहन्छन्। आजको द्रुत गतिको संसारमा आफूलाई अद्यावधिक राख्नु अत्यन्तै महत्त्वपूर्ण छ। चाहे त्यो किताब पढेर होस्, अनलाइन कोर्स गरेर होस् वा नयाँ सिप सिकेर होस्, सधैँ विद्यार्थी बनिरहनुहोस्। 3. कडा परिश्रम र समर्पण। तेस्रो गुण हो कडा परिश्रम र समर्पण। सफलताको कुनै सर्टकट छैन। सफल व्यक्तिहरूले आफ्नो लक्ष्य प्राप्त गर्नका लागि अथक परिश्रम गर्छन् र पूर्ण रूपमा समर्पित हुन्छन्। उनीहरू चुनौतीहरूसँग डराउँदैनन् र आफ्नो काममा लगनशील हुन्छन्। यसको उत्कृष्ट उदाहरण हरेक सफल खेलाडी, वैज्ञानिक वा व्यवसायीको जीवनमा देख्न सकिन्छ। 4. दृढता र सहनशीलता। चौथो गुण हो दृढता र सहनशीलता। सफल व्यक्तिहरूले धेरै असफलता र चुनौतीहरूको सामना गर्छन्, तर उनीहरू कहिल्यै हार मान्दैनन्। उनीहरू प्रत्येक असफलतालाई एउटा पाठको रूपमा लिन्छन् र अझ बलियो भएर अगाडि बढ्छन्। थोमस एडिसनले बल्ब बनाउन हजारौं पटक प्रयास गरेका थिए। यो नै दृढता हो। 5. सकारात्मक सोच। पाँचौं गुण हो सकारात्मक सोच। सफल व्यक्तिहरूले सधैँ सकारात्मक दृष्टिकोण राख्छन्। उनीहरू समस्यामा पनि अवसरहरू देख्छन्। सकारात्मक सोचले तपाईलाई उत्प्रेरित राख्छ र कठिन परिस्थितिमा पनि अगाडि बढ्न मद्दत गर्छ। आफ्नो दिमागमा सकारात्मक विचारहरू मात्र भर्नुहोस्। 6. समय व्यवस्थापन। छैटौं गुण हो समय व्यवस्थापन। सफल व्यक्तिहरूले आफ्नो समयको सही सदुपयोग गर्छन्। उनीहरूले प्राथमिकता निर्धारण गर्छन् र आफ्नो कामलाई व्यवस्थित रूपमा गर्छन्। समय पैसाभन्दा पनि मूल्यवान छ, किनभने गुमाएको समय कहिल्यै फिर्ता आउँदैन। त्यसैले आफ्नो समयलाई बुद्धिमानीपूर्वक प्रयोग गर्नुहोस्। 7. उत्कृष्ट सञ्चार कौशल। सातौं गुण हो उत्कृष्ट सञ्चार कौशल। सफल व्यक्तिहरू आफ्ना विचारहरूलाई स्पष्ट र प्रभावकारी रूपमा व्यक्त गर्न सक्छन्। उनीहरू राम्रो श्रोता पनि हुन्छन्, चाहे त्यो व्यवसायमा होस् वा व्यक्तिगत सम्बन्धमा। राम्रो सञ्चारले सम्बन्धलाई मजबुत बनाउँछ र गलतफहमीहरू हटाउँछ। 8. आत्मनियन्त्रण। आठौं र अन्तिम गुण हो आत्मनियन्त्रण। सफल व्यक्तिहरूले आफ्नो भावना, विचार र व्यवहारलाई नियन्त्रण गर्न सक्छन्। उनीहरूले तत्कालको सन्तुष्टिलाई पन्छाएर दीर्घकालीन लक्ष्यहरूमा ध्यान केन्द्रित गर्छन्। आत्मनियन्त्रणले तपाईलाई आफ्नो लक्ष्यमा अडिग रहन मद्दत गर्छ, चाहे जतिसुकै चुनौतीहरू किन नआउन्। निष्कर्ष, यी हुन् सफल व्यक्तिमा हुने 8 गुणहरू। यी गुणहरूलाई आफ्नो जीवनमा अपनाएर तपाईँ पनि सफलताको शिखरमा पुग्न सक्नुहुन्छ। याद राख्नुहोस्, सफलता एउटा यात्रा हो, गन्तव्य होइन। तपाईलाई यो भिडियो कस्तो लाग्यो? कमेन्टमा बताउनुहोस् र यो भिडियोलाई लाइक र शेयर गर्न नभुल्नुहोला। मेरो च्यानललाई सब्स्क्राइब पनि गर्नुहोस्। अर्को भिडियोमा फेरि भेटौँला। तबसम्मका लागि धन्यवाद। कल टु एक्सन। तपाईलाई यीमध्ये कुन गुण सबैभन्दा महत्त्वपूर्ण लाग्यो? तपाईँ आफ्नो जीवनमा कुन गुणलाई सुधार गर्न चाहनुहुन्छ? कमेन्ट बक्समा आफ्ना विचारहरू लेख्नुहोस्।